नमस्ते साथीहरू, वेलकम टु माई ब्लग है। गुड मर्निङ। हाम्रो चाहिँ यहाँ यसरी फुल फुलिरहेको छ है गाइज है। हाम्रो चाहिँ हेर्नुहोस् त यहाँ बारीमा यस्तो दामी दामी फुल, यसलाई चाहिँ पाउडर फुल भन्छ अरे हो। यहाँ चाहिँ यति मजाले फुलिरहेको छ फुलहरू। बिहान बिहानै है फुल हेर्दा यति रमाइलो लाग्छ है। मलाई चाहिँ लाग्छ घर जति नै दामी भयो भने पनि फुल छैन भने चाहिँ त्यो घरमा सोही छैन जस्तो हुन्छ है। र जुन घरमा चाहिँ फुल हुन्छ नि त्यो घरको चाहिँ सोही अलग्गै हुन्छ है। र मलाई चाहिँ त्यस्तो फिल हुन्छ। र मलाई चाहिँ गार्डनिङ एकदमै मनपर्छ है। यसरी फुलहरू हेर्दा एकदम राम्रो लाग्छ है। र आज घुममा चाहिँ यसरी हेर्नु न, घाम लागिरहेको छ मजाले हो। र यसरी हाम्रो बारीमा चाहिँ साग पुरा फलिरहेको छ नि त स्पेसली यो चाहिँ अब साग लभरहरूको लागि नै हो यो ब्लग चाहिँ है। सो मेरो छोरी चाहिँ यहाँ खेलिरहेको छ, छोरा र छोरी चाहिँ है। यहाँ छोरा चाहिँ भर्खर उठेर आयो र साथीहरू आज चाहिँ बिहान बिहानै म चाहिँ यहाँ साग टिप्नु पसेको हो। साग भन्दा पनि डुकु डुकु हुँदैछ नि त अहिले चाहिँ। अब साग सकेर डुकु हुनु थालेको छ। सो आज चाहिँ म डुकु चाहिँ पकाऊँ भनेर सोचेको है। डुकु चाहिँ मेरो फेभरेट हो है। सो अब म चाहिँ यहाँ बारीमा बसेर चाहिँ डुकु टिप्छु है। डुकु टिप्नु बसेको, कसलाई डुकु मनपर्छ है कमेन्ट गर्नु होला है। र हाम्रो चाहिँ यहाँ डुकु यति दामी फलिरहेको छ नि त, त्यसले गर्दाखेरि चाहिँ आज चाहिँ म डुक्कै पकाउँछु भनेर चाहिँ यसरी टिप्नु बसेको है। र हेर्नु न डुकु यस्तो दामी भएको छ अब हो। मतलब कलिलो कलिलो छ नि त अहिले चाहिँ, फर्स्ट फर्स्ट डुकु हो नि त, त्यसले गर्दाखेरि चाहिँ यसरी चाहिँ अब म डुकु टिपेर चाहिँ पकाउनु गइरहेको छु गाइज हो। मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला है। र म चाहिँ अब यसरी साग टिपिरहेको छु। गाइस यहाँ पछाडि मेरो छोरा चाहिँ है रुँदैछ है। यो दिदीभाइ चाहिँ झगडा पर्दै खेल्दैछ नि त, त्यसले गर्दा चाहिँ रुँदैछ है। सो तपाईँहरूलाई पनि डिस्टर्ब भयो होला है, माइन्ड नगरिदिनु होला है। ल गाइस मैले चाहिँ डुकु टिपिसकेँ। हेर्नुहोस् न डुकु आमा, मैले 3-4वटा डाक्ला टिप्दै यस्तो बेसी भयो है। किनकि यो डुकु चाहिँ एकदम मोटो मोटो छ नि त, त्यसले गर्दाखेरि चाहिँ निस्किहाल्नु न यस्तो दामी डुकु छ है। र मलाई चाहिँ डुकु एकदमै मनपर्छ। मलाई चाहिँ डुकु मात्रै होइन, मलाई मलाई चाहिँ सागहरू चाहिँ एकदमै हरियो परियो चाहिँ एकदमै राम्रो लाग्छ नि त। सो यो डुकु त झन् अब बारीको अर्ग्यानिक है। अब कस्तो चाहिँ मिठो हुन्छ होला सोच्नु न पकाउँदा। सो मैले चाहिँ अब यो टिपेर चाहिँ अब चाहिँ यसलाई चाहिँ म केलाउनु गइरहेको छु हो। र यसलाई चाहिँ म अब यो चाहिँ ठुल्ठुलो छ नि त, मोटो मोटो, त्यसले गर्दा चाहिँ म केलाउँदा चाहिँ यसलाई चाहिँ एकदम केलाएर चाहिँ पातला पातला रुरु टुक्रा बनाउँछु, बेसी मोटो भएकोले गर्दा हो। सो अब म चाहिँ यो केलाउनु गइरहेको छु है साथीहरू। काटेको अलिकति यस्तो गर्नु, अलिकति अलिक पछाडि पछाडि हजुर हजुर यसरी काटेको। मेरो छोरीले चाहिँ पछाडि पछाडि भन्दैछ है क्यामेरा हो। मलाई त्यति आउँदैन नि त सुट गर्नु, अनि त्यसले हेर्दैछ मम्मा राम्रो निस्केको छैन भनेर चाहिँ अलिक पछाडि पछाडि गर्नु न भन्दैछ है साथीहरू हो। त्यस्तो छ। त्यहाँ 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 अब फुल निक्लिँदैछ, हात पनि निक्लिँदैछ, काटेको पनि निक्लिँदैछ, यो सब्जी पनि देख्दैछ। लु हेर्नु साथीहरू कस्तो दामी चाहिँ छ होला यो डुकु, सोचिहाल्नुहोस् तपाईँहरू है। यस्तो दामी यस्तो कलिलो छ, यसलाई पकाएर खाँदा चाहिँ कति चाहिँ मिठो हुन्छ होला हो। यसरी चाहिँ साग लभरहरूको लागि चाहिँ है एकदमै, जसले चाहिँ डुकु मन पराउनुहुन्छ उहाँहरूलाई चाहिँ डुकु देखेर कस्तो चाहिँ खानु मन पऱ्यो होला हो। सरी है खानुहुन्छ भने चाहिँ यता आउनुहोस् हो। र मेरो छोरा चाहिँ यहाँ उहाँ हेर्नु न हेडफोन लगाएर के गरेको बिचरा हेडफोन सुनेको अरे दिदी चाहिँको हो, भत्काइदिन्छ होला र गाइस यहाँ देख्नु हुँदैछ नि, यसमा चाहिँ बाबाले आलु रोप्नु भएको छ हो। पुरै आलु रोप्नु भएको छ। र मेरो चाहिँ यहाँ डुकु केलाइसकिसकेँ हो। सो अब म यहाँ धुनु गइरहेको छु यसरी है। र मैले चाहिँ प्रायः चाहिँ धुइसकिसकेँ अब लगभग धुइसकिसकेँ। मैले अघि नै पनि धुएको थियो, यो चाहिँ एकदमै सफा छ नि त, आफ्नो आफ्नै बारीको हो। त्यसले गर्दा एकदमै सफा थियो।
र मैले पहिला बाहिर पनि धुएको हो, त्यसले गर्दा चाहिँ अब भित्र म एकपल्ट धोएर चाहिँ यसलाई चाहिँ मजाले ज्वाइँ पकाउनु पर्ने हुन्छ है। सो मेरो चाहिँ यो कराई गरेर रेडी छ। सो मैले एउटा कराईमा चाहिँ म चाहिँ केही हाल्दिनँ डुकुमा चाहिँ। लु मैले चाहिँ यहाँ 2टा सुक्खा खोर्सानी पड्काएँ है। त्यसपछि लसुन हालेँ, लसुनको टेस्ट चाहिँ मलाई एकदम राम्रो लाग्छ। सो सानो प्याज पनि सानो हालेर चाहिँ अब म यसरी मजाले डुकु हालेर चाहिँ पकाउँछु हो। सो अब म साग हाल्नु गइरहेको छु हो। त्यहाँदेखिको अब यो हालेर चाहिँ मजाले यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ है। र म चाहिँ गाइज डुकु मात्रै होइन, सागहरू पकाउँदा चाहिँ कहिले पनि हर्दी हाल्दिनँ है। हर्दी हाल्यो भने चाहिँ अर्कै कलरको आउँछ नि त। मलाई चाहिँ सागहरू चाहिँ एकदमै हरियो भएकै मनपर्छ, त्यसले गर्दा चाहिँ म कहिले पनि सागहरू पकाउँदा चाहिँ त्यति हर्दी हाल्दिनँ। अब कसैमा चाहिँ हाल्छु, तर प्रायः चाहिँ म एभोइडै गर्छु सागमा चाहिँ है। सो अब यसरी चाहिँ म मजाले डुकु पकाउँदैछु हो। अब माथिबाट चाहिँ म अलिकति अदुवा हालिदिन्छु, कुटेको है, किच्चाको अदुवा हाल्छु। त्यसपछि नुन हालेर चाहिँ टक्क पकाएर चाहिँ खाने हो। सो यसरी मजाले अब म चलाउनु गइरहेको छु गाइज हो। र कसलाई डुकु मनपर्छ आउनुहोस् है खानु। सो गाइज मेरो चाहिँ यहाँ साग पाकेर रेडी छ है। अब यो साग चाहिँ पाकिसकेको छ। सो अब खानुको लागि चाहिँ रेडी छ। सो अब म चाहिँ भातसँग चाहिँ मजाले मुसेर खाने हो यो साग है। ल अब चाहिँ म चाहिँ यो ब्लग चाहिँ यहीँ एन्ड गर्दैछु है। तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्छ, यदि मन परेमा लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नु होला है। यसरी नै माया गरिरहनु होला साथीहरू। र म पनि राम्रो राम्रो रेसिपी र राम्रो राम्रो ब्लगको साथ तपाईँहरूलाई है इन्टरटेन गरिरहनेछु। तबसम्मको लागि बाई बाई, टेक केयर, सी यू, बाई बाई।